हेलो, आजको रेसिपी हो स्पेनिच एन्ड रिकोटा रेभियोली। यो पास्ताको रेसिपी चाहिँ एकदमै सजिलो छ। ल बनाऊँ है त। सबैभन्दा पहिले मैले पानीलाई बोइल गर्न राखेँ अनि थोरै गार्लिकलाई चप गरेँ। ससको लागि मैले 2 स्पुन जति पेस्तो युज गरेँ अनि त्यसमा थोरै हेभी क्रिमलाई राखेर मजाले मिक्स गरिदिएँ। पानी बोइल हुन लागेपछि मैले त्यसमा थोरै नुन राखिदिएँ। पानी बोइल भइसकेपछि चाहिँ मैले त्यो प्रिमेड पास्तालाई पनि त्यसमा राखिदिएँ। प्यान तातिसकेपछि त्यसमा मैले थोरै बटर र थोरै अलिभ ओइल राखेर गार्लिकलाई फ्राई गरिदिएँ। अघि रेडी गरेको ससलाई पनि राखेर एकछिनसम्म चलाएँ। पास्ता 4 to 5 मिनट्स बोइल भइसकेपछि त्यसबाट थोरै पानी निकालेर साइडमा राखेँ अनि पास्तालाई छानिदिएँ। स्ट्रेन गरेको पास्तालाई डाइरेक्ट ससमा राखेर त्यसमा मैले थोरै ब्ल्याक पेपर, थोरै चिल्ली फ्लेक्स अनि थोरै पार्मेजन चिजलाई पनि राखेर मजाले मिक्स गरिदिएँ। सस बाक्लो भयो भने चाहिँ त्यसमा थोरै पास्ताको पानी राख्दा पनि हुन्छ। ससमा सबै पास्ता मिक्स भएपछि चाहिँ हाम्रो पास्ता रेडी भयो। लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब। थ्याङ्क यू, बाई।